थियो। मैले मात्र होइन, फेरि मैले मुस्ताङबाट पठाएको फोटो, साथीको फोटो, त्यो बेला अब इन्भाइरोमेन्ट, डेली लाइफ अनेक चाहिँ नि सब्जेक्टमा भएको हुनाले त्यो फोटो चाहिँ नि मैले यहाँ लिएर तस्बिर चाहिँ नि प्रिन्ट गरेर बुझाएर म चाहिँ नि 1.5-2 महिनाको लागि जहाज यात्रा गर्न गएको अस्ट्रेलिया र न्युजिल्यान्ड राउन्ड ट्रिप क्रुज इन द लार्जेस्ट क्रुज द्याट टाइम बिफोर क्वीन एलिजाबेथ इन्ट्रोड्युस इन 2008 मा। म 2007 मा गएँ नोभेम्बर डिसेम्बर, अनि 2008 को जनवरीमा काठमाडौँ फर्केको। त्यतिखेर तपाईले यो अनि त्यो बेला मलाई फोन आएको अस्ट्रेलियामा मेरो साथीले, हो मिनलाई आउने बेलामा यसो हिस्की सिस्की ल्याउनु है, किन भन्दाखेरि ल्याइहाल्छु नि, होइन यहाँ तिमीलाई केही चिज वेट गरिरहेको छु भनेर भने, के भने तिमीले त अवार्ड पायो नि भनेर भन्यो। 25,000 रुपियाँ नेपाली 25,000 नेपाली 25,000 रुपियाँ। अनि त्यो पैसाको नम्बरिङ भ्यालु होइन, त्यो टाइटल भ्यालु हो कि होइन। जस्तो 25,000 भनौँ, अब कतिपय संसारको ठुल्ठुलो एवार्ड त $1 1 रुपियाँ भन्छ नि। जित्नु नै ठुलो, जित्नु ठुलो हो, पार्टिसिपेट गर्नु ठुलो। तपाईले जित्नु भयो, तपाईले तस्बिरमा धेरै चिज, धेरै व्यक्तित्वको अनुहार उतार्नु भयो। तपाईको बारेमा अरूहरूले के भन्दा रहेछन्, तपाईको तस्बिर उहाँहरूको सोचमा कस्तो रहेछ एकचोटि हेरौँ है त। मैले सुनेको थिएँ पहिला पिकासोको फोटो खिच्ने मान्छेहरू चाहिँ पिकासोसँग चाहिँ 6-7 दिनसम्म ऊ पिकासो सँगसँगै बस्थ्यो अरे, सँगसँगै ब्रेकफास्टदेखि लन्च डिनरसम्म ऊ खाएर चाहिँ विभिन्न उसको मुड चाहिँ फोटो खिचेर चाहिँ पिकासोको भित्रको क्यारेक्टर चाहिँ निकाल्नु खोज्थ्यो अरे। त्यो चाहिँ मिनजीले पनि हाम्रो गणेश मान सिंहज्यूको चाहिँ सँगसँगै बसेर चाहिँ उहाँले चाहिँ एउटा विशेष एउटा फोटो चाहिँ मैले पनि पाएको थिएँ। त्यो फोटोमा चाहिँ गणेश मानजीको त्यो आयरन विल, डिटर्मिनेसन, त्यो जम्मै उहाँले चाहिँ बाहिर लिएर आउनु भएको छ क्या। सम्पादकको नाताले मिनलाई चिनेको 10 वर्ष जति भयो, अनि त्यो क्रममा उसको लगनशीलता र प्रोफेसनलिजम भनौँ न, व्यावसायिकता ले चाहिँ मलाई एकदम प्रभावित पारेको छ। हाम्रो नेपाली टाइम्स पत्रिकामा कुनै स्टोरीलाई भिजुअलाइज गर्नु पर्यो भने, कुनै समाचारलाई तस्बिर चाहियो भने मलाई धेरै कुरा अर्थाइरहन पर्दैन कि यस्तो यस्तो समाचार, यस्तो न्युज छ, यही अनुसारको तस्बिर लिएर आऊ भन्यो भने मजासँग लिएर आउँछु। र पछि गएर मैले लडाइँमा जनता भन्ने किताब, लडाइँको तस्बिरहरू बटुलेर सम्पादन गरेको किताबमा त्यो तस्बिर पनि राखिएको छ। र त्यस्तै मिनले लडाइँको बेलामा, युद्धको बेलामा खिचेको तस्बिरहरू पनि त्यसमा 7वटा जति छनौट भएको छ। उहाँको एउटा त्यो फोटोग्राफ्सहरू चाहिँ धेरै विदेशीहरूले पनि लग्ने गर्छन् तपाईँको। मेरो विचारमा चाहिँ यसले चाहिँ पर्यटनको लागिको पनि धेरै सहयोग गरेको छ। उहाँको चाहिँ वास्तवमा कुनै चाहिँ साह्रै राम्रो निकाल्नु भएको छ। मेरो विचारमा ट्राभल म्यागजिनहरूमा पनि उहाँको निक्लेको छ। त्यस कारण चाहिँ नेपालको पर्यटन विकासमा पनि फोटोग्राफरको योगदान हुन्छ भने मिनजीको चाहिँ सलिडली योगदान छ जस्तो लाग्छ मलाई। तपाईको बारेमा सुनिहाल्नु भयो, सेल्फ टट, लर्निङ बाई डुइङ, डुइङ बाई लर्निङ। अहिले चाहिँ नि म धेरै साथीहरूलाई सिकाउने भन्दा पनि त्यो सिकाउँदै आफैले पनि सिकिरहेको छु कि। किनभने फोटोग्राफी इज लाइक ए ओसन होइन, जहाँ चाहिँ नि प्लन्ज गरेपछि, हामी डाइभ गरेपछि त्यहाँका हिरा मोती, ज्वाराट, कोरलहरू हेर्नुहोस् न। तपाईँ डायल रिफ जानुहोस् त अस्ट्रेलियाको, कस्तो कलरफुल कोरलहरू देखिन्छ होइन। म एक दिन चाहिँ नि डिप सी डाइभिङ गर्दाखेरि लभ टु टच के, तर त्यहाँ केही खिचेको भयो भने $500 फाइन दिन्छ होइन। एउटा रुल छ नि, रुल नियम कानुनमा बाँधिएको छ। अब हाम्रो देशमा नाम मात्र कानुन, न नुन छ न कानुन छ, न कार्यान्वयन छ, केही छैन नि हाम्रो देशमा त। बलियोको के हतियार भने जस्तै जम्मै, जसको शक्ति उसको भक्ति, त्यस्तो छ। गहिरो कुरा भन्नु। अब त्यस कारणले कुनै दिन त कानुन त आउँछ, अनि त्यो कानुन आएपछि जति पनि त्यो अपच नुन खाएको जम्मै अनि छेरिहाल्छ कि। विश्वास लाग्छ? एकदम विश्वास। स्वर्गीय गणेश मानज्यूले दिनुभएको उपदेश हो कि? उहाँले
धेरै कुरा भाषणहरूमा बोल्नुभएको छ, दिनुभएको छ। त्यसमध्येमा केही कुरा सायद मेरो दिमागमा घुसेको होला हैन। र त्यो मात्र होइन, टोनी ह्यागनले पनि भन्नुभएको छ के नेपालको लागि हैन। जुन मेरो भाग्य हो के हो भने टोनी ह्यागनसँग म केही समय सँगसँगै गएर काम गर्ने मौका पनि पाएँ। अब आउला दिनहरूका योजना के छ तपाईँको? यही खिचेर मात्रै नै, किनकि प्राय जस्तो फोटोग्राफीमा लागेका मित्रहरूले भिडियोग्राफी, सिनेमाटोग्राफी गएर एकदम ठुल्ठुला चलचित्र बनाउने योजनामा लागेर अगाडि बढेका छन्। तपाईँ त त्यही एउटा क्यामेरा नै, स्टिल क्यामेरा लिएर आजसम्म पनि मीन रत्न बजाचार्य भएर हिँड्नु भएको छ। भर्खर 25 वर्ष भयो, बाँकी छ नि समय, बाँकी छ एकदम। त्यस कारणले म त्यो ठुल्ठुलो ड्रिम त छैन, तर यो 25 वर्षको दौरानको मेरो एउटा बुकको प्रोसेसमा छ। त्यो बुक चाहिँ नि म निकाल्ने कोसिस गर्छु र त्यही बुक थ्रु अब जुन मैले अहिले सिकाउँछु भन्छु नि, जसले मसँग आएर चाहिँ नि कहिलेकाहीँ कुनै कलेजबाट आउँछ, कुनै संस्थाबाट आउँछ, अनि त्यो कलेजमा गएर सिकाउन जाँदाखेरि पनि जहिले पनि म डिजिटल क्यामेरा मात्र लिएर जान्न, मेरो पुरानो क्यामेरा र मलाई टोनी ह्यागनले एउटा क्यामेरा छोडेर जानु भएको छ, जुन तपाईँले त्यो क्यामेरा उहिलेको नेपाल भन्ने डकुमेन्ट्रीमा हेर्नु सक्नुहुन्छ। त्यसमा छ उहाँले काम गरिरहेको क्यामेरा, उहाँको छोरीले मलाई दिनुभएको छ। मिन दिस इज द टुल माई फादर वर्क एन्ड टु मेन्टेनिङ माई फादर्स लेगेसी ही लेफ्ट फर यु भनेर मलाई दिनुभएको छ। अब त्यो ठुलो अवार्ड के छ ल भन्नु। थ्याङ्क यू सो मच मेन फर बिङ अन ब्ल्याक एन्ड व्हाइट। सधैँ यस्तै हाँसेको हेर्नु पाऊँ। कोसिस जाँदा जाँदै जसरी मिन रत्न बजाचार्यजीले भन्नुभयो नि, 25 वर्ष त पुग्यो। वेल, टाइम डज नट बाइन्ड यु इन्टु एनी पर्टिकुलर मोमेन्ट। यु क्यान डु वाट यु वान्ट टु डु इफ यु हेभ द विल टु डु। फेरि अर्को कुरा पनि भन्नुभयो, मेरो अनुभव मैले 25 वर्षमा प्राप्त गरेको म बाँड्न चाहन्छु। त्यो त हामीले देख्यौँ, उहाँले देखाएको तस्बिरहरूबाट उहाँले आफ्नो अनुभव हामीहरूसँग बाँड्नु भएको। विशेष गरी एउटा तस्बिर जहाँ हाम्रो प्रधानमन्त्री बाबुराम भट्टराईज्यूलाई गिरफ्तार पक्रेर लगेको एउटा चित्र छ। मन्त्रीज्यूहरूले पनि, प्रधानमन्त्रीज्यूहरूले पनि धेरै स्ट्रगल गरेर आज त्यो स्थानमा पुग्नु भएको रहेछ। हामी चाहन्छौँ त्यो दिनहरू उहाँहरूले कहिले पनि नभुलुन्। यो देशमा प्रजातन्त्रको बहालीको निम्ति कुनै एक पार्टी एक व्यक्तिले मात्र ल्याएका वेभ होइन, सम्पूर्ण नेपालीहरूले चढाएका देनहरू, आफ्ना जीवन, रगत, पसिना सबै मिलाएर आएको यो प्रजातन्त्रलाई हामीले सुदृढ बनाएर राख्नुपर्छ। Until next week, do stay back with Black and White, because I'm going to come back with lots of positive thoughts, both in lens and in thoughts on Black and White. Namaste, cheerio, and good night.